ओके साथीहरूले त अघि पनि मेरो भिडियोहरू आइसक्यो, हजुरहरूले थाहा पनि त पाइसक्नु भयो होइन। म चाहिँ आज सुन्दर बजार जाँदैछु म र साथी चाहिँ। अनि हामी सुरुमा गयौँ, त्यसपछि यो के अरे हाम्रो पार्किङ गर्नलाई चाहिँ 20 रुपिज चाहिँ त्यहाँ टिकट लिनुपर्ने रहेछ। अनि हामीले लियौँ, अनि त्यसपछि हामी लाग्छौँ भित्रतिर, महोत्सवभित्रतिर लाग्नुपर्ने हुन्छ होइन। अनि त्यहाँ चाहिँ के अरे टिकट हुन्छ नि, टिकट चाहिँ ओन्ली 100 रुपिज। अनि हामीले पनि टिकट लियौँ, त्यसपछि हामी पनि अब भित्र जानुपर्ने हुन्छ। कस्तो छ माहौल है, हेर्नु स्टलहरू पुरै एकदमै कुनै पनि खाली थिएन के साथीहरू, यस्तो प्याक थियो होइन। सामानहरू पनि यति नै प्याक के, मान्छेहरू हेर्दै हुनुहुन्छ होइन, कोही आउँदै हुनुहुन्छ, कोही फर्की पनि सक्नु भएको छ। अनि हामी जाँदाखेरि चाहिँ अलिअलि ठिक यतिको त भिड नै भनौँ न होइन, भिड नै थियो। अब यो चक्लेटहरू हुन्छ नि लाइक सबै थियो कि सामानहरू चाहिँ। अब मौसममा पाउने भनेको नै त्यही त हो होइन। अनि यसलाई चाहिँ के भन्दो रहेछ भने साथीहरू, कुरानी के त्यो हुन्छ नि हाम्रो त्यो गाउँघरतिर पाइने जस्तो टाइपको, यो चाहिँ पुरा अर्को छुट्टैवाला रहेछ। मैले चाहिँ फर्स्ट टाइम देखेको। अनि यो रोटेपिङ छ नि, मलाई चाहिँ यस्तो मनपर्ने, तर म चाहिँ खेल्न सक्दिनँ, फेरि एकदमै डर पुग्छु क्या साथीहरू। मलाई चाहिँ लास्टै डर लाग्छ, मलाई त रिङ्गटा लाग्छ। अनि हामी चाहिँ सुरुमा गयौँ, अनि त्यसपछि त्यो एउटा स्टलमा चाहिँ बस्यौँ, अनि कफी मगायौँ। एकदमै टाउको दुखिरहेको थियो होइन चिसोले। अनि चेयर्स गर्दै चाहिँ अब हामी चाहिँ एकछिन यहाँ बसेर खान्छौँ, हेर्छौँ। एकदम रमाइलो पनि भइरहेको थियो होइन। फर्स्ट टाइम गएको सुन्दर बजार महोत्सव, यतिको रमाइलो चाहिँ भयो साथीहरू है। हजुर को चाहिँ आउनुभएको थियो होइन, कोले चाहिँ मलाई देख्नुभयो। मेरो त्यस्तो मैले चाहिँ भेटिनँ त्यस्तो मान्छेहरू चाहिँ होइन, मेरो फ्रेन्ड्सहरू चाहिँ भेटिनँ, टिकटकको फ्रेन्ड्सहरू चाहिँ। अनि त्यसमा चाहिँ एकदमै दुखी छु। अनि एकदमै हुन्छ नि डान्स कम्पिटिसनहरू थियो, स्कुलबाटदेखि लिएर अब समूहदेखि हुन्छ नि, त्यहाँबाट सबै आउनुभएको थियो। हामीले हेऱ्यौँ अलिअलि। अनि हेर्नु हामी चाहिँ कहाँ भाग्दैछ, त्यो हुन्छ नि आइस गोला के भन्छ होइन साथीहरू, त्यो नपाएर के बल्ल त्यहाँ पाएको के। अनि एकजना त्यो पसलमा सोधेर, अनि मलाई चाहिँ कस्तो खाना मन लागेको के होइन, अनि मगाएर खायो। अनि वही नानी बाबुहरू के अघि चाहिँ त्यो डान्स गरेको चाहिँ यस्तो राम्रो छ। अनि म हजुरहरूलाई अहिले अर्को भिडियो चाहिँ हाल्छु उनीहरूको चाहिँ। अनि यो चाहिँ 150 रुपियाँको चाहिँ आधी के भन्छ आधा किलो चाहिँ दालमोट। अनि यो चाहिँ मैले किनेको सामान अघि भिडियो गर्न पाएको थिएन, त्यता चाहिँ एकदमै भिड भएर घर आएर गरेको यो चाहिँ। अनि हामी चाहिँ फर्केको ल, अनि त्यहाँ भित्रबाट चाहिँ फर्केको। अनि आमा मान्छेहरू त अझै आउँदैछ कि, यस्तो हेर्नु न कस्तो भिड छ हेर्नु न साथीहरू। हामी त फर्क्यो, अब टाढा त के टाढा भनौँ। अनि हामी चाहिँ फर्किन्छौँ अब झ्याउलाई। अब एकछिन झ्याउ त के लाग्नु, अब बसिराख्यो भने त धेरै बसिन्छ नि त। अनि टाइममै फर्केको राम्रो भनेर चाहिँ हामी दुईजना चाहिँ निस्केको त्यहाँबाट चाहिँ, भित्रबाट चाहिँ। अब चाहिँ हामी सुन्दर बजार महोत्सवलाई चाहिँ बाई बाई गर्दै चाहिँ हामी चाहिँ फर्किनु पर्ने हुन्छ। फेरि पनि सबैजनालाई बाई बाई एभ्रिवान, स्टे ट्युन्ड है त। सबैजनाले माया गरिदिनु होला। बाई बाई, सी यू।